नमस्ते सबैलाई। अब हामी अर्को भिडियोमा भेटेका छौँ र यो एकदम इम्पोर्टेन्ट छ। त्यो भिडियो एडिटिङ। मैले भनेको थिएँ हामीले क्यानभाबाट पनि भिडियो एडिटिङ गर्न मिल्छ भनेर। हो अब आज हामी भिडियो एडिटिङको बारेमा सिक्छौँ। त्योभन्दा पहिला प्र्याक्टिकलभन्दा पहिला थोरै थ्योरिटिकल र क्यानभामा भएका एनिमेसन, ट्रान्जेक्सन, टेम्प्लेटहरूको बारेमा थोरै कुरा गर्छौँ। अनि त्यसपछि हामी भिडियो एडिट गर्न थाल्छौँ। हुन्छ? ल ठिक छ। अब हामी जाउँ भिडियो भनेर आफै आइहाल्छ यहाँनिर। भिडियो हेर्नुहोस् विभिन्न प्रकारको छ। टिकटकको लागि हो भने टिकटक, इन्स्टाग्राम हो भने इन्स्टाग्राम, यतिकै नर्मल युट्युब हो भने युट्युब, सबै टेम्प्लेट छ नि त। हो, ल ठिक छ। यो अगाडि भएको त क्लियर ब्याकग्राउन्ड भइरह्यो। हाम्रो माथिपट्टि यो टाइम हुन्छ नि, हाम्रो भिडियोको फर्मेटमा छ नि त। त्यसपछि हल्का म क्यामेरा तल गरिदिन्छु, सजिलो हुन्छ। यतापट्टि राखिदिन्छु। पछि म यसो ठाउँ चेन्ज गरेको है मैले। ल, डिजाइन मैले अस्ति पनि भनेको थिएँ हामीले चेन्ज गर्न मिल्छ यहीँबाट वा लाउनु यहाँ सबै कुरा यहीँबाट हेर्न मिल्छ। हामीलाई कुन चाहियो सबै यही खालको हुन्छ। यहीँबाट इजिली हामी तान्न सक्छौँ। सेकेन्ड वान एलिमेन्ट्स। हामीले के एलिमेन्ट्स हाल्ने सानो कुराहरू, थोरै कुराहरू, फोटो, भिडियो त्यो सानो कुरा हामीले अगाडि इन्सर्ट गर्नुपर्ने, एड गर्नुपर्ने हामी एलिमेन्ट्सबाट गर्छौँ। टेक्स्ट इन अर्डर टु राइट समथिङ र यहाँको डिफ्रेन्ट फिचर्सहरू र इफेक्टहरू रहेका छन्। ब्रान्डको अहिले पछि कुरा गर्छौँ। अपलोड्स इन अर्डर टु अपलोड। यहाँ अपलोड फाइलमा गयौँ भने हामी यहाँनिर अपलोड गर्न मिल्छ। अपलोड त्यसपछि अपलोड गर्दाखेरि भिडियोज, अडियोज सबै कुरा अपलोड गर्न मिल्छ। ओके, ठिक छ। यो एउटा स्क्रिन भयो। यहाँ कुरा गर्दा पोजिसन केही भएन, टाइम यो जुन हो हामी आफूलाई जति मन लाग्यो त्यति राख्न सक्छौँ। 10 मिनटको भयो, एउटा जस्तो राम्रो भयो। अहिलेको लागि यति राखौँ। यो ब्याकग्राउन्ड कलर यु क्यान चुज एनिथिङ। म गर्दै जाँदाखेरि बुझाउँदै जान्छु है, कसरी भिडियो बनाउने, कसरी बनाउने, सबै कुरा कसरी इम्प्लिमेन्ट गर्ने, सबै कुरा भन्दै जान्छु। यो म अहिले जस्ट एउटा थ्योरिटिकल नलेज जस्तो दिएको। अब हामी अर्को जाउँ। यहाँ प्लस गर्दा अर्को ब्याकग्राउन्ड आउँछ र यसको पेजलाई नहेर्ने भए अर्को फर्मेटमा पनि हेर्न मिल्छ। वी क्यान चेन्ज आवर सेप। अब यहाँ हेर, यसको बिचमा चाहिँ हामी चाहिँ एनिमेसन यहाँ पेज गर्ने र यहाँ ट्याक्स यहाँ स्ट्रेन्थ यो एउटा एउटा भएर फर इक्जाम्पल म यहाँ हालिदिन्छु। ओके, अब यहाँ स्लाइड थाहै छ होला, रिजल्भ स्लाइड सरर होइन, सर्कल लाइट डिफ्रेन्ट वी क्यान म्याच एन्ड मुभ फ्लो स्ट्याक चप छैन त चप्पुले काटे जस्तो चप। अब यसको टाइम ल ठिक छ 1.1 राख्नु, यो फास्ट हुन्छ। ट्रान्जेक्सन हामीसँग यति नै छ नि यहाँनिर, हो नि। अब हामी एउटा इलिमेन्टको गरौँ न त है। फर इक्जाम्पल के इलिमेन्ट लिने भन्दा ल ठिक छ, यो आएछ। ल दिल काटो कुरा यो आएछ। अब यसको एनिमेसनको कुरा गरौँ। एनिमेट ल यसको म भन्छु सेक जुम अरे हेर्नु वाइट लाइट नयाँ आएछ। होल टिभी झ्यार झ्यार क्रोमा वाइट इन्क we can see different and variety of animation. र यो क्रिएट एन्ड एनिमेसनले चाहिँ के गर्छ भन्दा हामीले यो क्रिएट एन्ड एनिमेसनलाई गऱ्यौँ। नाउ आई विल मुभ दिस लुक। अब यसको यहाँनिर उयोहरू पनि हुन्छ के अरे भन्दाखेरि स्मुथ स्पिडको कुरा, स्पिडमा स्टडी स्पिड यसलाई बढाउने। वी क्यान क्रिएट आवर ओन यस्तो हुन्छ। ओके, अब हामी अरू कुरा गरौँ थम्बनेल इन्ट्रोजहरूको बारेमा। टेम्प्लेटको कुरा गरौँ है। भिडियो टेम्प्लेट फ्रम हियर यो एउटा सानो डिजाइन टेम्प्लेट छ। भिडियो गरौँ। हो, देख्न सक्नुहुन्छ टेम्प्लेट। ह्याप्पी बर्थडेको टेम्प्लेट छ यहाँ, सरको छ यहाँ, यो मेसिनको अगाडि इन्ट्रोको लागि राम्रो हुने रहेछ यो। जस्तै यो पनि इन्ट्रोको लागि नै हो, साइन्स एन्ड टेक्नोलोजी। वी क्यान सी भेराइटी अफ टेम्प्लेट्स यो छ। यो पुरानो मुभीको
Get ready. In order to get ready, नेचरको it's a beautiful one. यसले नै बनाइदिएको छ चाहिँ इन्ट्रेस्टिङ ओके यो सबै भयो एउटा टेम्प्लेटबाट भिडियो टेम्प्लेटकोमा अब थम्बनेल थम्बनेल मैले हिजै देखाएको थिएँ तपाईँहरूलाई त्यही हो सबै हामी गर्न मिल्छ द नेक्स्ट वान इन्ट्रो त्यो मैले आज उयो मात्रै गरेको है टेम्प्लेट मात्र भनेको है हामी भिडियो बनाउँछौँ सुन टेम्प्लेट के हो सबै भन्नु इन्ट्रोको टेम्प्लेट हेर्नुहोस् यो इन्ट्रोको टेम्प्लेट भयो त्यसमा हामीले आफ्नै नाम पनि त राख्न सकिन्छ किन र यहाँ जाने वेलकमको ठाउँमा डिस्काउन्ट अनि अब आएन त डिजिकन 7 सेकेन्डको यहाँबाट आएर यहाँ हेर्नुहोस् ब्याक टु माई च्यानल डिजिकन इन्ट्रोको पनि टेम्प्लेट छ क्या आफूलाई बनाउन अल्छी लाग्यो भने के भयो टेम्प्लेट छ नि जस्ट चेन्ज गर्ने ल्याउने बनाउने वाट्स इट थ्याङ्क्स फर वाचिङ वेलकम एभ्रिथिङ एज टेम्प्लेट वेलकम गाइज इन्डिपेन्डेन्स डे यो सबै टेम्प्लेट हो For now, what can be the template? One, the very short video. YouTube shorts videos आउँछ होला नि quote जिन्दगीमा मोटिभेसन भन्दै लाइफ इज फुल अफ रिक्स ट्राई टु टेक रिक्स एन्ड गो अन भन्दै हो यस्ता सबै हामी बनाउन मिल्छ त्यो सब टेम्प्लेटै छ यहीँ बनाएको होला वाट इज लाइफ इज लाइक रेन हो माई गड फुल अफ ब्युटी एन्ड लेसन्स वेटिङ टु बी डिस्कभर सबै कुरा मस्ट एट्र्याक्टिभ थम्बनेल यहाँभित्र अरू थम्बनेल छ नि ओ माई गड सकिङ अर्कोतिर जस्ट यहाँनिर जाने यो दिदी गरेको ठाउँमा हामी यहाँ जाने दिदीलाई हटाइदिने अर्को दिदी राखिदिने सिस्टर गरिदिने सिस्टर आउँछ ल ठिक छ दुईजना सिस्टरहरूको राखेर टप 10 सेकेन्ड मोमेन्ट्स अफ टु सिस्टर दे आर ट्विन्स भनेर टक्क भन्यो नि यो टेम्प्लेटको बारेमा छोटो मिठो टेम्प्लेट है